हेलो हेलो साथीहरू, हाई गुड मर्निङ। सो आज मैले स्टार्ट गर्छु मेरो काम। हेर्नुहोस्, इम्पोर्टेन्ट यो क्याप्सुल, कफी क्याप्सुल यसको एकदमै मिलाएर राख्नुपर्छ। यो चाहिँ चिनी हो, चिनी यो नि मिलेन क्या, मिलेन। ल हेर, यसलाई नि मिलाउनुपर्छ होइन। यस्तो गर्ने होइन, त्यसपछि यसलाई यस्तो गरेर यस्तो गर्ने होइन। चट्टो लाएर यहाँ चाहिँ मेरो फ्रिजमा चाहिँ ल मिल्क छ होइन। यो मिल्क चट्टो लाएर हालिदिइहाल्नुपर्छ। मेकअप फुड यस्तो रहेछ गाइजहरू। पसिनाले के भन्छ मेरो गीत गाउन पनि भुलिसक्यो कामले गर्दा त। मलाई तिनवटा चाहिँ एभ्री मर्निङमा मलाई तिनवटा हाल्नै पर्छ। हेर्नुहोस्, ज्यानले छु नि त, अनि त्यही भएर दुध हाल्ने भन्नुपर्छ। यता है गाइजहरू, यता है यस्तो गर्ने। यो मेसिनको ल तपाईँहरूकोमा पनि मेसिनहरू छ भने, नयाँमा हुनुहुन्छ भने चाहिँ स्योर यसरी नै हाल्नु होइन। मैले चाहिँ अब उल्टुम्बी भयो है, त्यही भएर la 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 छुट्टे हुँदा नबिर्सी माया थपिदेऊ न छाउने सानो, मलाई फोनबाटै पपिदेऊ न। यो गाना सुन्नुभएको छ कि नै? मलाई चाहिँ लास्टै मनपर्छ होइन। यति भयो हेर्नुहोस् होइन। योलाई चाहिँ फ्याट्नु हुँदैन, हामीलाई नै चाहिने चिज। यो डब्बा चाहिँ एन्डमा गएर दुध बच्यो भने चाहिँ यस्तो यो खाली डिब्बामा चाहिँ हालिदिनुपर्छ, इजी हुन्छ है। यो आइडिया हजुरलाई पनि यस्तो। माई गड, अयो आज मान्यो भयो मलाई गोपु डनले आज। के गरेको तैँले रिना? यस्तो भन्छ नि अहिले तिमीले मलाई। रिना बोलाए जस्तो छ आज। यस्तो गरिदिने। नो प्रब्लम। ओके केटा नै आएको छैन। एउटालाई चाहिँ फ्याँक्नुपर्छ गाइज, एउटालाई चाहिँ म फ्याँकिदिन्छु यो डिब्बा होइन। यो दुईवटा चाहिँ हामीले राख्नुपर्छ किनभने चाहिँ गाइजहरू यो फ्याँक्यो भने पछि गएर कसले ल्याइदिनु। यहाँ सुगर नि थप्नु पर्ने भएको छ। अहिले मलाई मेसेज गरिहाल्छ रिन, प्लिज पुट सुगर भनेर होइन। घर व्हाइट सुगर नि आइसकेको रहेछ। ओके लगाइसक्यो होइन। कोरोना लागेको छ। सोचे मान्छेमा त सोच्दैन ए नानी भनेको यतिको चाहिँ गर्नुपर्छ साथीहरू।
यत्तिको चाहिँ हामीले हालेर राखिदियो भने चाहिँ इनफ, हेर्ने मान्छेहरूलाई पनि राम्रो, हामीलाई पनि काम गर्नलाई पनि राम्रो इजी हुन्छ। तपाईँहरू पनि यसरी नै काम गर्नु होला, यस्तो मेसिनहरूमा चाहिँ। यो चाहिँ सबै सुगुरहरू होला, गाइजहरू। गाइजहरू म चाहिँ मेरो मेसिन इनफ इम्पोर्टेन्ट हो मैले है, मेरो अर्को धेरै काम छ साथीहरू। मेरो काम त कति हो कति, यो चाहिँ मेरो अफिस फाइनली लास्टै काम छ नि मेरो कामहरू। ला 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 ला। यो चाहिँ मैले ओपन गरेर राख्नुपर्ने डोर होला। काम गरिखानु थियो कति गाह्रो मेरो साथीहरू, किन हुँदैन नोटिने ढिलो लागेन दुनियाँ खराब हुने के यस्तो। खोल्नुपर्ने चाहिँ खोलेर राख्दैन नि मुर्दाले, अनि नखोल्ने चाहिँ खोलेर राखिदिन्छ डोर। रिस उठ्ने मलाई। लु आज यस्तो गर्दा भने सक्यो। डोर ओपन। कामै सकिएन। अब म लाइभ अन गर्छु फाइनली। यस ओपन भयो हेर्नुहोस् गाइजहरू। अब यो बटन यतापट्टि। वाउ ओके ओके ओके। अन्ली वान एउटा रुम छ डोर होइन, डोर ओपन गर्नुको लागि। वेरी ट्रिकी। फाइनली गाइस मेरो सकिसकेको छ। ओके अब मैले गरेँ क्यामेरा।